आजको यस भिडियोमा हामी हुलाक प्रयोगकर्ताले विज्ञापन बोर्डको सिस्टम कसरी चलाउने भन्ने बारेमा छलफल गर्न चाहन्छौँ। सर्वप्रथम सिस्टम चलाउनको लागि हामीलाई एउटा कुनै प्रयोगकर्ता चाहिन्छ जसलाई हामी युजर भन्न सक्छौँ। युजर बन्नको लागि हामी विज्ञापन बोर्डबाट तपाईहरुलाई एउटा इमेल पठाउँछौँ जसको ढाँचा यस्तो रहेको हुन्छ। यो चाहिँ अहिले एउटा डमी इमेल चलाएको छौँ हामीले। तपाईहरुलाई भोलि विज्ञापन बोर्डको यस्तो इमेल आउँछ जसमा चाहिँ एउटा लिङ्क रहेको हुन्छ र एउटा तपाईको युजर नेम रहेको हुन्छ। युजर नेम चाहिँ तपाईले यो इमेल अथवा युजर नेमको तल देख्न सक्नुहुन्छ र यहाँनिर क्लिक टु रिसेट पासवर्डमा तपाईले थिच्नु भएपछि एउटा लिङ्क खुल्नेछ जुन लिङ्कले तपाईलाई यहाँ पुर्याउँछ। यहाँ पुर्याएपछि तपाईले एउटा नयाँ पासवर्ड सेट गर्न सक्नुहुन्छ र पासवर्ड रिसेट गरिसकेपछि तपाई फेरि लगइन स्क्रिनमा पुग्नुहुन्छ। यो लगइन स्क्रिनमा पुगिसकेपछि तपाईले अब जुन हामीले इमेलमा पठाएको युजर नेम र तपाईले भर्खर यहाँ नयाँ रिसेट गरेको पासवर्ड युज गरी नयाँ बनाउन सक्नुहुन्छ। अहिलेको लागि म एउटा आफ्नै डमी इमेल युज गरेर तपाईहरुलाई डेमो देखाउँछु। ओके, यसरी तपाईको लगइन भइसकेपछि एउटा हामी ड्यासबोर्डको स्क्रिनमा जान्छौँ। ड्यासबोर्डको स्क्रिनमा गइसकेपछि तपाईले यहाँ सामान्य आफ्नो हुलाकको विवरण देख्न सक्नुहुन्छ। मेन कार्यतिर लाग्दाखेरि तपाईको यहाँ एउटा हुलाक एक्सपेन्स भन्ने एउटा मेनु देख्नुहुन्छ जहाँ गइसकेपछि तपाईले यहाँ एउटा स्क्रिन देख्नुहुन्छ। यो स्क्रिनमा तपाईले आफ्नो एडमिनिस्ट्रेटिभ एमाउन्ट, रिमेनिङ एडमिनिस्ट्रेटिभ एमाउन्ट, एडभर्टिजमेन्ट एमाउन्ट र मिटिङ एमाउन्ट देख्न सक्नुहुन्छ र तपाईले यहाँ माथि एउटा फिस्कल इयर छान्ने ठाउँ देख्न सक्नुहुन्छ जुन तपाईको हरेक आर्थिक वर्ष अनुसार तपाईले सेलेक्ट गरेर हेर्न सक्नुहुन्छ। र यो अहिलेको डेटा चाहिँ हाम्रो 80-81 को हो र यसमा तपाईले विभिन्न महिनाहरू देख्न सक्नुहुन्छ जहाँ चाहिँ तपाईले आफ्नो ट्रान्ज्याक्सन डिटेलहरू राख्न सक्नुहुन्छ। विज्ञापन बोर्डले यो सिस्टम चाहिँ आफ्नो हुलाक कार्यालयहरूसँग आफ्नो ट्रान्ज्याक्सनको रेकर्डिङ राम्रो होस् र डकुमेन्टेसन राम्रो होस् भनेर यो बनाएको हो र तपाईहरुले चाहिँ एभ्री ट्रान्ज्याक्सन पछि यो चलाएर आफ्नो डेटा इन्ट्री गर्न हामी रिक्वेस्ट गर्दछौँ र रेकर्ड गर्न एकदम सजिलो छ। तपाईले अब यदि श्रावण महिनामा केही खर्च अथवा ट्रान्ज्याक्सन गर्नु भएको छ विज्ञापन बोर्डबाट भने तपाई श्रावण महिनामा थिच्नुहोस् र तपाईले यहाँ एउटा स्क्रिन देख्न सक्नुहुन्छ जहाँ चाहिँ तपाईले माथि अब एड एक्सपेन्स गर्ने, एड एक्सपेन्स गरेपछि तपाईले अब आफ्नो खर्चहरू सेलेक्ट गर्ने। तपाईको खर्च भनेको तपाईको एउटा एडमिनिस्ट्रेटिभ एक्सपेन्स हुन्छ अनि मिटिङ एक्सपेन्स हुन्छ र एडभर्टिजमेन्ट एक्सपेन्स हुन्छ। त्यो तपाईलाई थाहा भएकै कुरा हो र तपाईले यो सही कुरा सेलेक्ट गरेर आफ्नो एमाउन्टहरू थप्न सक्नुहुन्छ, थपेर काम गर्न सक्नुहुन्छ। अनि तपाईहरुले यो एमाउन्ट राख्दाखेरि चाहिँ तपाईले यहाँ एउटा आफ्नो ट्याक्स सहितको एमाउन्ट राख्नु होला। त्यसैगरी अब तपाईले अब मिटिङ एक्सपेन्स राख्न सक्नुहुन्छ अथवा एडभर्टिजमेन्ट एक्सपेन्सहरू राख्न सक्नुहुन्छ। अब यदि एडभर्टिजमेन्ट एक्सपेन्सेस हो भने तपाईहरुले कुन मिडिया अन्डरको त्यो एमाउन्ट खर्च गर्नु भएको त्यो तपाईले खुलाउन पर्ने हुन्छ र त्यो तपाईको एडभर्टिजमेन्ट एक्सपेन्स छानिसकेपछि तपाईले आफ्नो जिल्लाभरिको संस्थाहरूको डिटेल देख्न सक्नुहुन्छ र एउटा कुनै संस्था छानिसकेपछि त्यो संस्थाको आफ्नो मिडियाहरू सेलेक्ट गर्न सक्नुहुन्छ र तपाईले ट्रान्ज्याक्सन कति भएको चाहिँ त्यो राख्न सक्नुहुन्छ। यसैगरी तपाईले केही आफ्नो रिमार्क्सहरू लेखेर तपाईले यहाँ कन्फर्म गर्न सक्नुहुन्छ र कन्फर्म हुने बित्तिकै तपाईले यहाँ देख्नुभयो एउटा एडभर्टिजमेन्ट एक्सपेन्स थपेर आयो। तपाईले जति पनि एड गर्नुहुन्छ तपाईको यहाँ गएर एड हुन्छ। यदि केही गल्ती भयो भने तपाईले यहाँ एडिट गर्न नै मिल्नेछ र यति भइसकेपछि तपाईले फेरि ब्याक टु लिस्टमा गएपछि अब तपाईको यहाँ रिमेनिङ एमाउन्ट जुन छ रिमेनिङ एमाउन्टबाट घट्दै जान्छ। यदि तपाईको अब एडभर्टिजमेन्ट एमाउन्ट अघि हामीले चलाएको थियौँ भने अब तपाईको रिमेनिङ एमाउन्ट घट्दै जान्छ। यसरी विज्ञापन बोर्ड र हजुरहरू बीच एउटा ट्रान्ज्याक्सनको कुराहरू पनि अझ क्लियर भएर आउँछ। अनि यहाँ तपाईले अब अरू डिफ्रेन्ट बटनहरू देख्न सक्नुहुन्छ। यहाँ सो मोर डिटेल्स गरेर तपाईको बाहिरबाट भित्र टेबलभित्र नगइकन एडिसनल डिटेलहरू हेर्न सक्नुहुन्छ है।
अनि त्यही माथि तपाईँले अब यहाँ अर्को एक्सपोर्ट एक्सपेन्स लिस्ट भन्ने हुन्छ। यहाँनिर थिचेपछि तपाईँको एउटा सिस्टमबाट एक्सेल रिपोर्ट जेनेरेट हुन्छ, जुन चाहिँ तपाईँले थिच्नेबित्तिकै यहाँ डाउनलोड भइसक्यो, जुन तपाईँले आफ्नो कार्यालयभित्र अरू कामको लागि युज गर्न सक्नुहुन्छ। ओके, सो यति नै हो। हजुरहरूको लागि एकदम सजिलो होस् भनेर हामीले यो सिस्टम बनाएको छौँ। कृपया तपाईँहरू चाहिँ यसलाई रेगुलरली चलाइदिनु होला र टेक्निकल सपोर्टहरू चाहिएको खण्डमा चाहिँ हामी तपाईँलाई एउटा लास्टमा कन्ट्याक्ट नम्बर छोडिदिन्छौँ, त्यसमा चाहिँ कल गर्न सक्नुहुन्छ। र यदि तपाईँलाई फेरि पुनः यो सिस्टममा आएर लगइन गर्नुपर्ने हुन्छ र लिङ्क थाहा छैन भने त्यो लिङ्क पनि हामी लास्टमा हालिदिन्छौँ। अरू तपाईँले यहाँ विज्ञापन बोर्डको वेबसाइटमा गएर यहाँ माथि निलो बलिरहेको एउटा बटनमा गएर क्लिक गर्न सक्नुहुन्छ। यहाँ गइसकेपछि तपाईँलाई विज्ञापन बोर्डको सिस्टममा लग्नेछ र तपाईँले यहाँ आफ्नो पूर्ण लगइन युजर नेम पासवर्ड हालेर आफ्नो कार्य गर्न सक्नुहुनेछ। धन्यवाद। आजको भिडियो म यहीँ समाप्त गर्न चाहन्छु।